के छ मेरो दाइ मलाई यो जिन्दगीले हरेक महिना एउटा हो कि नै हो नि दाइ गरम न हालौँ न त आजको ब्लग हाल्दिने हो स्टार्ट गर के छ मेरो गाइज हैन आज चाहिँ हामी भ्लग बनाउँदै छौं हैन हामी चाहिँ महिनापछि ठ्याक्क आधी बाटो आएपछि आज हाम्रो त भ्लगिङ च्यानल नि छ भनेर हो कि जङ्गल भित्र छिरिसकेपछि ए जङ्गल हामी चाहिँ धेरै हिँडिसक्यौँ त गाई 1 घण्टा भइसक्यो गएर हिँडिसक्यो हैन सुशान्तले देखाउनु पर्ने हो कि जुत्ताको यसो हेर्नु सुशान्तले आज ओरिजिनल कन्भर्स लाएर आउनु भएको थियो सिल प्याक थोरै ट्याक्टर हालेर बेलुका गएर खोज्छ देखाउनु कलर के रे दाजुभाइको माया हेर्नुस् अनि म यहाँ छु हैन गाइज के छ वेलकम टु के हाम्रो च्यानलको नाम गाइज झर्ना स्पटेड झर्ना स्पटेड विथ वन मान्छे निलो कलरको लगाएको वन मान्छे ओ सही हो गाइज दामी रहेछ हैन यतातिर चाहिँ सिनेमेटिक चाहिँ फर्किँदाखेरि बनाउँला छ अरू कुनै बेला बनाउँला हजुरहरूलाई चाहिँ हामी कहाँ जानु लागेको लागिरहला हामी चाहिँ जानु लागेको कहाँ हामी चाहिँ बागधार टाइटलमा थाहा भइसक्यो होला नि बागधार होइन हामीलाई हजुरलाई अब सबै आइटिनेरी दिन्छौँ यहाँ कति टाइम लाग्छ कति टाइममा पुग्नुहुन्छ भनेर हाम्रो भ्लग हेरेर जान सक्नुहुन्छ हजुरहरू हामीहरू राइट अब बुढा नीलकण्ठदेखि हिँडेको चाहिँ 45 मिनट्स भएछ र यदि नेसनल पार्कभित्र छिरेर हिँडिसकेको चाहिँ 10 मिनट्स भएछ अनि हामी चाहिँ एउटा बोर्ड आउँछ तपाईँलाई म फोटो राखिदिनु त्यो बोर्डको बोर्डदेखि लेफ्ट लाग्ने भने चाहिँ विष्णुद्वार जाने हामी बाटो आएको छौँ कच्ची बाटो बागद्वार चाहिँ अर्को साइडबाट गयो भने 3 घन्टा यताबाट आयो भने 5 घन्टा हामी चाहिँ फेरि एक्सप्लोर गर्ने मान्छे क्या त्यहाँ 5 घन्टाको बाटो हिँड्यौँ ल गाइस घामलाई हेर्न अघिसम्म घाम निला थिएन सिसिटाइ डेन्जर चप्पल गाइस कसो सुसाइरहन्छ होला माथितिर सो चप्पल डिजिज पढेँ ल यो किन मेरो चाहिँ म बिचमा भ्लग हाल्दैन मेरो सर्जरी भयो खुट्टाको डेन्जर घाइते भएको थिएँ अपाङ्ग भएको थिएँ 6 महिनादेखि बेड रेस्टमा थिएँ अनि 6 महिना हुने भएको छैन म उठेर हाइक चलिदिइसकेँ है गाइस यस्तो डेडिकेसन भ्लगको डेडिकेसन छैन नि महिनामा एउटा हाइकको भिडियो चाहिँ आउँछ है महिनामा एकचोटि नआयो नि 2 महिनाको एकचोटि चाहिँ आउँछ हाम्रो साथी जनताहरूलाई भेटाइसकेको छौँ हामी चाहिँ कजन्सहरू आएको वहीँ गएर भेटौँला नि त एकछिनमा मकै भट्टाखाडी हिँड्ने हामीले भेटाइसक्यौँ हाम्रो पछाडि हामीसँग हुन्छ सबैजना देखिराख्नुभएको छ होला हामी यार यस्तो बुझो हालेर यसरी देखिन्छ यो अब कहाँ राख्नु त म माथि राख्न हो यो भन्छ पाहाड आउँछ नाइस बाइकर यस्तो आउने पर्ने हो भने बल्ल मजा आउँछ बाइकर्स भने यहाँ भिडियो हेर्ने अगाडि देखेर कामै छैन दाइ हाई गाइज पनि भन्छ होला तर बाइकर्स होइन त्यही यो नखाल्नु पर्ने हो सब छुट्टै तितिर भित्र भयौँ त अहिले त गाइज वी गट रिभर क्रसिङ हियर तर मैले रङ तरिकाले समातेँ मोबाइल गाइज वी गट रिभर क्रसिङ हियर है भर्खरै तरेर आएको हामीले मैले सिनेमेटिक बनाएको अहिले यस्तो हालौँ ल वी हियर वी गट आइफोन 16 है आइफोन 16 छ यहाँ यो क्यामेराबाट हुने हो नि त साइडको स्लाइडहरू होला कितनी हो अनि हियर अब फोटोसुट चल्दैछ गाइज खिचिदिन्छ क्या त्यो लट्ठी समात्ने नसमात लट्ठी छोड न हेर्नु है गाइज लाइभ प्रसारण हुन्छ भयो रोक्यौ नै हालिदियो भने तिमीलाई गाइज म भिडियो खिच्न लागेको एकछिनमा भेट्छु फोटो खिच्न लागेको एकछिनमा भेट्छु गाइज हामी आइसकेको छौँ यहाँ हामी झर्ना थियो क्या पहिला अनि हामी भिडियो खिच्दै हिँडेछौँ भिडियो फोटो खिच्दा चाहिँ भ्लगै गराउनु थियो त म जनावरले घाँस खाइरहेको छु 2 जना अगाडि गइसक्नु हाम्रो नि अरू पछाडि आउँदै हुनुहुन्छ मैले ब्याग बोकेको छु यहाँ खानाको ब्यागहरू खाने अब चाहिँ यस्तै गराएर हिँड्ने हात पाटिन्छ त लास्टै नै यस्तो सोलो ट्रेक आउनु सक्नु पऱ्यो गाइज मैले आजै खोलेको कन्भर्स है ट्याग पनि आजै जुटालेको कि ओजी अलि अस्ति किनेको थिएँ खतम भइगयो त्यो जुत्ता लगाएर आएको त्यो हुँदो यहाँ गयौँ फेरि रिभर क्रसिङ यहाँ हामी कहाँबाट हिँडेछौँ काङ्लाबाट माथि बाटो थियो हिलो भएर म पनि तलबाट आएको धन्दै गएको थियो धन्दै
तिमीभन्दा महँगो त यहाँ यो छ यस्तो सेल्फिस हुन्छ नि गाइज मान्छे सेल्फिस किन त्यस्तो खत्तम छ मोबाइल खत्तम छ आवाज क्लियर आएन नि यस्तो सेकेन्ड चाहिँ पाउँछ राख तपाईँसँग बोल्नु भएको ओके चिच्चाम त म यसरी एकदमै छ अनि 40,000 हालेर बस्छु थोरको आइफोन किने नि धेरै राम्रो हो अनि आज हामीसँग आइफोन 14, 15, 16 स्यामसङ ग्यालेक्सी S25 अल्ट्रा सब छ गाइज 17 3 वर्षपछि 17 किन्छ 17 काण्डी आउने होला म हाँसे कस्तो बादल हाँसे जस्तो भयो होला बादल ठिकै छ गाइस सोच्नु त 81 माथि चितुवा देख्नु भएर के गर्नु सोच खुट्टो भाँच्चे भाँचिन्छ फेरि भएको थिएँ दुगुर्न त मिल्दैन खुट्टाले गर्दा त्यही नि पैसा यहाँ छ गाइज लट्टी पनि फुल ट्रेकिङ नै हाइकिङ मोडमा यो आर्मीको ठाउँबाट लिएर आएको वाटरफल गाइज वाटरफल अहिले गाडी यार खुट्टा फोरबो गाइज धोएर जानुपर्छ क्या नाइस छ यहाँ नि यहाँ उभिएन फोटो त राम्रो आउँछ गाइज के भन्ने फोटोग्राफर म मात्रै परेँ कोहीले खिच्न जान्दैन ढङ्गको फोटो मुख देखाउनु नै हेर्दा बाटो हेर्न कसलाई इन्ट्रेस्ट हुन्छ तपाईँ जस्तो यस्तो ह्यान्डसम सेक्सीमा खेल्नको इन्ट्रेस्ट हुन्छ मान्छेलाई अघि भर्खरै चोट जस्तो देखेको छ भन्दै थियो यहाँ अगाडि रहेछौँ गाइज सबै है विष्णुद्वारा आइपुगे जस्तो छ हामी त्यही हो सायद त्यही हो मान्छेको भिड अनुसार चाहिँ यही हो नि त ऊ अघि नै उता मासुवाला टोली छिटो आइन् रहेछ नि त उताबाट हामी अलि धेरै हिँड्यौँ गाइज बेकारमा लगइन चल्दैछ गाइज हाम्रो दिदीलाई फोन चाहियो अरे जाँदैछौँ फेरि सर गाइज यही हो यो होइन मेनै यही हो विष्णुद्वार हो कि झर्ना गाइज धेरै ठुलो झर्ना है ठुलो झर्ना धेरै ठुलो झर्ना भिडभाड छ गाइज अनि झर्ना गाइज झर्ना भुडी देख्यो तेरा तो गेम बजाना पड़ेगा ल गाइज हाम्रो यात्रा फेरि सुरु भएको छ झर्नाबाट भिडियो खिच्यौँ कि त्यहाँ खिचेछौँ होइन आउने त्यहाँ छ भिडियो पनि छ हामी आयौँ सही त हो मैले नयाँ जुत्ता खत्तमै पारेँ ट्र्याक नै माथि गएको थिएँ त्यहाँ माथि यस्तो भइगयो यो त हिलै भइगयो प्यान्ट हो नयाँ सब नयाँ अहिले ऊ अगाडि हाम्रो ग्याङ चाहिँ ऊ पर नाइस रुख तर जुत्ताको त साह्रै माया लाग्यो गाइज अहिले कालो भएर त्यो झर्नामा छिर्दिएको भित्र घुस्दिएको पानीभित्र अनि जुत्ताको त सत्यानाश प्लास्टिक लगाएर जानु पर्ने त्यही गाइज हामी जाँदैछौँ 3टा यहाँ छौँ 3टा लङ्गुरहरू नमस्ते सो हाई गाइज हाई साइकलहरू गाइज अब फेरि फोटोसुट सुरु मेरो मात्रै फोटो खिचिदिँदैन गाइज झुक्केर एउटा बल्ल राम्रो खिचेछन् गाइज हामी हिँड्दैछौँ स्याउ खाँदै यस्ता मान्छेहरू हुन्छ नि स्याउ मासु खाँदा त ठिकै हो भन्नु फेरि गढ्यो गाइज जुत्ता भइहाल्यो त्यो झन् चिसोले झन् फोहोर हुँदो रहेछ कि सुकेको जुत्ता फोहोर लाग्दैन अघि हामी छिर्यौँ नि त पानीमा अनि हिलोमा छिरेर हो है हजुरहरूलाई झर्नातिर जानु सजिलै रहेछ है त्यो चिसो भएर मात्रै गएको रहेछ हो नि डेन्जरै अघि तिनीहरू साइकलमा आएका कहाँ फोहोर भयो भनेको यहाँ हुँदैछ क्या हिलो छिटिने यस्तो हिलो छ गाइज यहाँदेखि त कहाँ एङ्गल राम्रै नाइस वा राम्रो आएको छौ त तिमी त ए झन् झ्याङ्गारी जानु लाग्यो हामी राम्रो अनि गोरा आएको छ गोरा आएको छ मैले त्यो दुइटा ढुक्कै हो तिमी मभन्दा कालो छौ तिमी गोरा आयो भने चाहिँ त गोरो हुन्छ मेरो वा नाइस गाइज हेर्नु है गाइज आइपुग्यौँ हामी तर्का आइपुग्यौँ थाहा छैन सब हामीलाई
होइन धरा कहाँ छ यो धरामा फालिदिन्छु टाउ यसको सिद्धे कहाँ मेरो औलाको सिद्धे आँखा जहाँ हेर न खतरा भ्यू छ गाई खतरा भ्यू जाउँ हामी यहाँबाट जान्छौँ बाई यहाँ बसेर फोटो खिच्दा हुन्छ हामी चाहिँ यहाँ झर्नामा छ होइन झन्झर बबाल छ बबाल सेक्सी सेक्सी होइन फोटोग्राफी हेर्नु गाई सुशान्त दाईको यसरी फोटोग्राफी गर्नुपर्छ गाई धेरै उठाइ अनि यता हेर्न सक्नुहुन्छ यता अब यस्तो छ यता झर्ना छ त्यहाँ सुशान्त दाई हुन्छ यहाँ चाहिँ यो भर्याङ चढ्ने बाटो आयो होइन सुशान्त यहाँ चढ्दै हुन्छ सुशान्त खुट्टाको अपरेसन भएको कारणले गर्दा लट्ठी बिना चढ्न सक्नुहुन्न यस्तो बाटो चढेपछि ठगै नलाग्दो हो त म पनि अचम्मै यो मान्छे कन्भर्स लगाएर हाइक आएको गाइज नयाँ कन्भर्स भनेर ग्रिप त राम्रो छ नराम्रो भन्दैन माथि गर्नु न क्यामेरा मामपाका माथि हो कि तल हो त अब कहाँ हो त मेरो मनले तल भन्दैछ झर्ना पो हो तल अनि त्यो त अघिकै झर्ना होला त तल त्यो एउटा थियो नि त्यही झर्ना त्यसो मा फोन हान्नु न हामी जानु त माथि होला नेटवर्क टिका छ यता तलै होला भाउ त्यस्तै लाग्यो माथि हो तल फेरि झर्ना अघि यो झर्ना अघि त्यो बाटोमा एउटा झर्ना थियो माथि होला क्रसिङ छ कि झर्नाको तल जस्तो लाग्यो अनि फेरि तल झरेर फेरि माथि चढ्ने हामी माथि होइन जाने त विष्णुद्वार हुने त घुम्ने रहेछ क्या ए गाइजहरू यहाँ हुनुहुन्न रहेछ नि त हाम्रो गाइजहरू यहाँ सबै गाइजहरू यहाँ हुनुहुन्न रहेछ हाम्रो झर्नामा विष्णुद्वार आइपुग्यो गाइज 10 मिनट भन्थ्यो त त्यो मान्छेले त के किन चाहियो सिग्नल हामी यतिकै आइहाल्छौँ नि वाह यहाँबाट जाने हो यहाँबाट छ अरे खोलै खोला 10 मिनट गयो भने पुगिन्छ अरे खै माथि पुगिन्छ भन्थ्यो अघि एउटाले दिदी खोल्न पर्यो एकदम डेन्जरै बाटो रहेछ होइन बाटो होइन बाटो होइन अब चाहिँ हामी सुशान्त दाइ त्यहाँ गाडीबाट जानु हामी यहाँबाट यता जान्छौँ होइन पानीहरू जाँदैछु हजुर शिशिर दाइ ओ शिशिर दाइ मेरो नि बागद्वार चाहिँ यही होला होइन यस्तो डेन्जर बाटो चाहिँ सुशान्त दाइ हुन्छ अगाडि दिदीहरू हुन्छ होइन यस्तै छ जिन्दगी सुशान्त दाइ फोटोग्राफर शिशिर दाइ ट्रेकर अनि यता हाउ हेर्न सक्नुहुन्छ फेरि मोडल र फोटोग्राफरको फोटो सुट हुँदैछ सबै हामी चाहिँ उता गाह्रो बाटो अब यता चाहिँ झन् गाह्रो बाटो छ यु क्यान सी द डेप्थ होइन सुशान्त दाइ त्यहाँ गइसक्नुभयो मङ्की म्याच शिशिर दाइ यता हुन्छ म चाहिँ जाँदैछु ल गाइस हेर्न सक्नुहुन्छ ओ माइ गड भेरी रिस्की ठाउँ होइन त्यहाँभित्र के पो छ जस्तो छ अनि हेर्न सक्नुहुन्छ गाइस वी आर हियर अनि सुशान्त दाइ शिशिर दाइ चाहिँ अड्किसक्नुभयो गाइस अनि त्यो बाटो त लास्टै डेन्जर यार गाइस इफ होइन तपाईँहरूसँग अलिक हिम्मत आँट छैन भने चाहिँ नआउनु होइन म त जाने घुस्केछु फेरि शिशिर दाइको यहाँ फोटो सुट हुँदैछ आइफोन माथि जाने होइन गाइस उता भर्याङ छ दिदी एक सेकेन्डमा आइने रहेछ यही हो मन्दिर ए गाइस मन्दिर
गाइस के हो त यो विष्णु ए पानी पो छ यहाँ के छ केही त छैन ए विष्णुमतीको मुखान यही हो अरे होइन गाइस अनि यहाँ भगवानहरूको मूर्ति छ राम्रै छ उता छ होइन अनि उता हेर्नु सक्नुहुन्छ हामी चाहिँ यो बाटो आएको होइन यो बाटो हिँडेर आएको कि यो बाटो एकदम रिस्की छ होइन अनि सुशान्तले फेरि फोटोसुट हाल्दै हुन्छ अनि यहाँ हिँड्न सक्नुहुन्छ ठाउँ वन मान्छे हेर्न सक्नुहुन्छ गेज त्यहाँ वन मान्छे स्पटेड सुशान्त दाइ विष्णुदेवीको विष्णुमतीको मुहानले होइन त्यहाँबाट पानी निस्किन्छ अरे झर्नासँग यही बाटो हो यार यो बाटो अलिक डेन्जरै भयो यार हो क्या नि दाइ हिँड्न सक्छ भ्यूहरू हेर्न सक्छ राम्रै छ भ्यूहरू गाइज यु क्यान सी राम्रो छ नि उता के अरे विष्णुद्वार यो विष्णुमती मुहान यस्तै लेखेको छ होइन अनि हामी जाँदैछौँ अनि टोटल ह्याउनु चाहिँ दाइ ह्याउनु कति टाइम लाग्यो 9 बजी सुरु गरेको 12 घन्टा लाग्यो हामी 1 घन्टा फोटो खिच्न थाल्यौँ मलाई 2 घन्टा तल फेरि उहाँदेखि त्यो मन्दिरदेखि के अरे बुढाङ्गी खण्ड मन्दिरदेखि नखाने अहिले यतै दिदी खान्दा यहीँबाट आयौँ अनि यहाँबाट नजानु खोलातिरबाट गयो भने 10 मिनटमा पुगिन्छ यहाँबाट गएर झर्नुपर्छ भने अनि उताबाट गयौँ अनि अर्को बाटो आयो अघि यहाँ मान्छे भेट्दै थियो क्या अघिको बाटो यो हो र गर्दा छिटो हुन्छ क्या जहाँ भने नगर्न ओए बाँदर लिँदै यस्तो गर्नु हुन्न है बुझ्नु पनि यस्तो गर्नु के हुन्छ र के हो र छुट्टेको ठाउँबाट आयौँ ठाउँ देखाउँ न छुट्टेको ठाउँ अगाडि गइसक्नुमा हाम्रो कति हामीलाई अमला खाँदैछौँ गाइज हाम्रो माथि 2 जना हुनुहुन्छ माथि 2 जना हामी बिचमा 2 जना हामी चाहिँ हाम्रो बडीगार्डकै अगाडि 3 जना पछाडि 2 जना हामी चाहिँ गाउँको गोठालो गाइज भया डराउन आयो अनि अर्को चिज के भन्नु पऱ्यो भने चाहिँ हामीले अमला खाइरहेको छौँ लन्च ब्रेक भएर पावर दिनुको लागि चुकीले हुन्छ नि चस्स आउँछ क्या तिम्रो गाउँको बेला जाम अब त्यो तल है माथि 2 जना हो र गाइज ऊ त्यहाँ कता देखिनु पऱ्यो कि पट्टेउला छ पट्टेउला खोजेर आउनु पट्टेउला नि के हो गाइज कमेन्ट हानिदिनु पट्टेउला च्याउ भन्ने छ सल्लेउरा च्याउ र बाटो अलिकति सजिलो पनि छ गाह्रो पनि छ होइन यस ह्याउन त्यही अपाङ्ग मान्छे त अपाङ्ग अर्ध अपाङ्ग स्पेसली एबल पिपल हात्ती स्पेसली अरे सेमी स्पेसली यो चाहिँ अलिक गाह्रो रहेछ नि गाइस तर यो चाहिँ होइन मलाई गाह्रो नभए सुशान्तले चाहिँ गाह्रो हुनसक्छ भन्ने मेरो चाहिँ होला यहीबाट त चढाएको त हुन त भ्लगमा देखिन्छ भ्लग गराएको थियौँ होला होला यस आई डोन्ट नो अब घर जाने हो दाइ खै कता कता लानु चाहिँ होइन धेरै फोटो भएर आएको छ त्यो कहाँ सोच यार बागद्वार सोच विष्णुद्वार फोटो विष्णुद्वार पनि त्यत्रो 45 मिनट जतिमा सकिनु पर्ने हामी अलिक फोटोसोटो खिच्दै बिस्तारै 1 घन्टा 1 घन्टामा चाहिँ मात्रै लाग्ने 1 घन्टामा आनन्द ल्याएर लाग्छ नि त अलिकति यसमा टाइम लाग्छ नि त आएर यहाँ तलसम्म त 45मा आइन्छ तल आएर चाहिँ गाइज लाग्छ अलिकति टाइम अब यो भर्याङवाला यो बाटोमा चाहिँ टाइम लाग्छ नि 1 घन्टामा भ्याइनु पर्ने चिज हो गाइज हामीलाई लाग्यो 3 घन्टा 3 घन्टामा गऱ्यो मलाई 2 घन्टा फोटोसुट सबजना हरायो त यो अघि यहाँबाट आएको यो ढुङ्गाबाट आएको नि हामी टिकट खेल्नु पर्ने हो नि टिकट कहाँ खेल्नु नि सिधै तल डेमा के लाग्छ यस झोला चाहिँ सुशान्त दाले चाहिँ त्यहाँ के पो पाइने आस्ते हेर्दै हुन्छ त्यो फोहोरहरूको झोला जस्तो लाग्यो के लिम्का छ त निम्बु पानी र लोकको यस्तो फटाहरू त्यही नि फोहोर फालेको छ हामीले त होइन फोहोर फाल्ने काम चाहिँ गर्नु हाम्रो त औकात नि के हामी लाइक गर्दै गाइजहरूले औकात हुन्छ लाइक भन्दा सब्सक्राइब गर्नु पऱ्यो हेरिदिनु पऱ्यो ए गाइज फाइनली काम आयो
यहाँ चाहिँ सिर्फ एउटा मात्र जङ्गल जनावर स्पट गरेँ मैले, अरू किन गर्दै गरेँ। यहाँ चाहिँ पानी खानु हामी सक्सेसफुली भयो होइन फोहोर आएर। आई सी द भ्यू होइन। बब्बा छ उता बुढालिङ्गन्ठ स्कुल हो त्यो जस्तो लाग्यो है। वी आर अल्सो भाँच्यो सेट बुढेसकालको लाठी भाइ भ्याच्यो एउटा पुग्न पर्छ कि यस्तो राम्रै छ। अनि ठिक्कै भयो अब चाहिँ गाइज होइन हामी चाहिँ यता छौँ होइन त्यहाँ सुशान्त हुन्छ लट्ठी भाँच्यो फेरि स्याहार म चाहिँ केटी जस्तो देखिरहेको छु होइन यसरी फेरि केही छैन गुण सरे जस्तो दाइ हजुरको भ्लग कसैले नि हेर्दैन खुसी मान्नु 4 भ्यू हुन्छ त्यो 4 भ्यू मैले नि 2 चोटि हेर्छु। गजब बेइज्जती है। अरे एकचोटि सुशान्तको च्यानलले एकचोटि युट्युबले मलाई हेपेले मलाई तिम्रो खाप्पा मात्रै देखेको तर माथिबाट सबै आउने गरेर देख्यो यत्रो भद्राइने खाप्पा कहिले हेर्दैन यस्तो हेर्छ खाप्पा केटीहरूले हेरिरहेको छ नि नेपालको केटा धेरै छन् केटी धेरै छन् गाइस भ्यू धेरै ल्याउनुको लागि सबै विदेश गएकै केटी जति गाइज सबै अमेरिका गएकै केटी जति कोही केटीले हेरेछ भने यसलाई मेसेज गरेर गाइज उसले त्यही भने आई एम स्टडिङ इन सफ्टवेयर रिक्याप ब्याचलर सेकेन्ड इयर नयाँ गाइज भन्दैछ भन्ने चाहिँ आफ्नो इन्ट्रोडक्सन दिँदैछ। अरू केही पऱ्यो भने आई एम भेरी रिच आई हेभ 2 आना ल्यान्ड इन सुर्खेत थोरै अलिक धेरै होइन 2 आना त त्यही सुर्खेतमा भयो धेरै भइहाल्यो नि त्यही त 2 आना अरे क्या हजुर तर 50 वर्षपछि भ्लग हेऱ्यो भने त 2 आना पनि धेरै हो यार। अब हेरौँ नेपालको हालत कस्तो हुन्छ पछि माओवादी आएर हामी जग्गै किन्न दिँदैनौँ अब हाम्रो सबै देश तिमीहरूलाई चाहिँ बस्न मात्रै दिन्छ भन्यो भने कम्युनिस्ट त्यस्तो हुन्न कम्युनिस्ट सरकार आउँदैन कस्तो नाइस बाटो गाइज नाइस बाटो गाइज फोटो खिच्ने जस्तो तर सुत्दिन मन लाग्यो यार गाइज एउटै कपडामा लास्टै धेरै फोटो भइसक्यो गाइज मलाई सुत्न मन लाग्यो अब नखिच्नु कि भने के भन्नु नखिची मन मान्दैन मलाई सुत्न मन लाग्यो गाइज बाटोमा फुल वाह लाली गुराँस पिङ्क कलर लाली गुराँस नुक्यो भुइँती ए लालुपाटे पो हो त भ्यू गाइज भ्यू यो बाँदरको खाप्छ जस्तो अनुहार भएको बाँदरको बुझ्नु पनि के भन्नु खोजेँ त्यही हो यहाँ सुन्दैछ गाइज वाह चाँदी हो यो सुनेन जे भन्छ चाँदीको साँच्चै के हो नि अब दाइ यस्तो भन्नुभयो के उल्टा हेर्दा कस्तो टल्केको यो त ग्लास हो क्या त्यो भने वाह गाइज भ्यू देख्न लाग्यो है वाह म त राम्रो आएर रहेछ त्यहाँ अच्छा ठीक है ठीक है ठीक है समझ गया कहाँ देख्नुभयो फेरि आफूलाई राम्रो म यस्तो गर्नेलाई ठ्याक्कै देखिनु त्यसो मोबाइल ह्याङ भइरहेको रहेछ तर गाइज रेडमी चाहिँ किन्नु हुन्न मैले सुशान्त दाइको बारे पार्ट सिक्नुपर्ने हामीले पहिला भिडियो बनाउँदा नि मोबाइल ह्याङ भइदिन्थ्यो होइन अहिले नि ह्याङ त ह्याङै हुन्छ मैले यो मान्छेलाई होइन यति भने रेडमी नकिन भाइ रेडमी किन्नुहुन्न राम्रो छैन रेडमी किनेर काम छैन भने मैले मानेन मैले भने चाहिँ मलाई भन्दै नआउने गएर रेडमी किनेर आयो फोटो निकाल्दा मैले भाइ राम्रो आउन्न 1-2 दिन हो 1 दिनपछि फोटो क्वालिटी फोटो आउनु थाल्छ भने अनि ह्याङ हुन थाल्छ अनि राम्रो हुँदैन बगर हुन थाल्छ अब पिक्चर गर्दा काम भन्नु नि त भन्छ म फेरि एउटा टिकट फाल्दैन जति हाल्यो किन त अहिले सबै फोटो चाहिँ भिडियो बनाउनु लागि पनि तपाईँ त्यही नै मैले भने अरे पनि अहिले अब हाम्रो टिकट देखिसकेको त अड्किरहेको छ तर त्यही टाइम जग्गा आइसक्नु कस्तो राम्रो आएको छ यो यही भयो त्यति आइसक्नु अब रेडमी देख्दैन मात्र बढी लागेको म हामी कहाँ जानु लागेन भन्नु बेच्थ्यौँ त हामी खास बागदार जान्छु भनेर आएको गाइज बागदार बेच्थ्यौँ त्यहाँबाट विष्णुदार पुग्यौँ विष्णुदारबाट चाहिँ अब डाँडागाउँ जानु लाग्यो डाँडागाउँको बाटो हिँड्दैछौँ हामी डाँडागाउँको बाटोमा छौँ अब विष्णुदार तल झरिसकेपछि चाहिँ डाँडागाउँ आधी घन्टा रहेछ त्यहाँ हामीलाई 45 मिनट लाग्छ होला यहाँ सायद पुग्न लाग्छौँ यो रिजर्ट ठुल दिदी कुदिराख्नुभएको छ पानी भेट्यो पर्छिनसँग त क्लियर छ त्यो त अब डाँडागाउँमा डाँडागाउँ भन्नु दाइ के भन्न चाहनुहुन्छ तपाईँ लोकल पानी मैले त सुने छैन क्यामेरा मोबाइलमा सुनिन्छ भने के आजको तिमी बोल्दैन त अनि म यहाँ कताबाट खिचौँ सबै यता हेर्न सक्नुहुन्छ सुशान्त दाइ चाहिँ होइन पानी खालि स्ट्रगल गर्दै हुन्छ सुशान्त दाइ चाहिँ उताको पानी मन परेन सफा रहेछ यहाँको पानी क्लियर
लगभग सफा त होइन त उता हाम्रो धेरै छ यति सफा नि धेरै हो यस्तो जङ्गलतिर आएर यति सफा इज मेनी ल कस्तो छ गाइज पानीको टेस्ट पानीको मुहा दियो होला चिसो मिठो खाम न माया हुनुपर्छ क्या दुईजना यतिको माया भएन भने चल्दैन है पछाडि धेरै सामान भयो अरे फ्रिजमा राख्यो भने चिसो छ त्यही माथि अमला खाइरहेको छौँ यस्तो चिसो भएको छ झन् गुलियो पनि चिसो भने गाइज बक्सेदी गरे जस्तो लाग्छ होला गाइज होइन तर त्यही यस्तो भाषा शब्द मेरो मुखबाट निस्केर माफ गरिदिनु होला क्षमा प्रार्थी छु एकदम यस्तरी स्टेबल भयो भिडियो पर पुगिसक्नु भएछ हामी फेरि यहाँ अड्क्यौँ हामी भेटाइहाल्छ मैले जति ढिलो भयो नि फेरि भेटाइहाल्छ कि हाम्रो मान्छे हामी तुफान हो क्या हामी जति फोटो कोही खिचेको छैन होला आज मेरो इन्स्टा चेक गर्नु होला देखिहाल्नुहुन्छ अहिले एउटा पोस्ट हाल्छ होला अर्को स्टोरी हाल्छु धेरै हाल्दैन हो झर्ना गाइस हामी 5 जना यहाँ छौँ हामी आएको 7 जना 2 जना अगाडि धेरै अगाडि पुगिसक्नु भएछ टाप सानदेखि र सिफिट जाइछ आई ए नाइस रोड सिनेमाघाटमा यस्तै छ बाटोको कन्डिसन एकदम गुड छ लट्ठी नि भाँच्यो गाइस अब हामी तल झर्दैछौँ 2 घन्टा लाग्छ र हामी झर्नु चाहिँ अहिलेसम्म के चन्दननाथ गढभित्र आर्मीको देख्यो भने त खिच्न नदेला नदेख्दासम्म खिच्न मिल्छ बाटो नाइस छ है डाँडा गाउँ भनेको डेटिङ आउनु रहेछ कोही आउनु पाइनु भयो बुझ्नेलाई त्यही हो गाइस सबै आउने रहेछ यहाँ बाघ भालु चितुवा गैडा यो मान्छे चाहिँ पर्सन होइन है कुवा गाइस कुवा त्यसो बाटो हामी जाँदैछौँ अहिले त चिल्लो छ हजुरहरू यो बाटो आएन यहाँबाट पनि जान सक्नुहुन्छ विष्णुद्वार चाहिँ बेस्ट चाहिँ त्यो हुने चाहिँ यहाँबाट आउने बाइक स्कुटी छ भने माथिसम्म अनि आधी घन्टा हिँड्ने आधी घन्टा भन्दा पनि 1 घन्टा माथि पुग्न चढेर 1 घन्टामा चाहिँ माथि पुगिनु रहेछ लगभग यो बाटो आयो भने चाहिँ हामी फर्किनु लागेको बाटो आउनुभयो भने बुढानी गाउँतिरबाट आउनु भयो भने चाहिँ त्यो बाटोमा चाहिँ अहिले टोखा झर्दैछौँ हामी टोखा झर्छौँ होला त्यो चाहिँ टोखातिरबाट आउनु बाटो रहेछ बुढानी गाउँतिरबाट आयो भने छिटो हिँड्ने भने त्यही कति 1.5 घन्टा 2 घन्टामा आरामले बसी आउँछ यताबाट त माथिसम्म स्कुटी जान्छ स्कुटी बाइक गाडी जे पनि जान्छ माथिबाट आधी घन्टा 50 मिनट हिँड्ने माथि नै द्वारमै पुगिन्छ विष्णुद्वार बागद्वार चाहिँ नेक्स्ट डे अरे आज ढिलो भयो रिसर्च एरिया डन सेन्टर छ है यहाँ के रिसर्च गर्नु लाग्छन् अनि एकदमै छिटो एकदमै डेटिङ प्लेसहरू चाहिँ आउनु रहेछ पछाडिबाट आउँदै हुनुहुन्छ सबैजना हामी झर्छौँ अब चटपटे खान्छ मलाई बसेर ठिकै हो ती भेटौँ न सजिलो छ आउनु सक्नुहुन्छ सर्ट हाइकको लागि एकदमै छोटो हाइक छिटो भ्याम भन्नुहुन्छ नि हो यो ट्याग निकालेर जुत्ताले यस्तो भइसक्यो यतापट्टि कलर खास कलर यो हो भिजेर फोरवर यस्तो है पछाडि र साइडबाट दुइटै ठिक छ दुइटै यस्तो भइसकेको छ है ठिक छ माथि टिकटक बन्दैछ यस्तो के बोल्ने यार मलाई कति बसी बोल्ने आएन क्या कति बसी भिडियो गराएको 2 बसी भिडियो गराएको चाहिँ बलिङ गरेँ मैले त खाएछ बलिङ खै त राष्ट्रिय निकुञ्जभित्र पनि अझ आर्मीको गढभित्र यस्तो गरिरहेछ नि अलिगढ चलाउनु है मगाउँछु पछाडि देखेर चाहिँ बल हाल्नु कहाँ हो 2ND ब्रेक रुनु भयो त हजुर त रुनु भयो त मैले त 3टा खाएको अनि बल्ल पिरो भयो नि 3टा एकेर खाएछु
Buti ni Hanna baru din Hanna orang. Tahu sini sini. कालो हुन्छ मेरो मोबाइलमा त कालो देखिँदै हुन्छ अब मेरो हामी गाइस निस्किनु लाग्यो निस्किनु लाग्यो के गर्नु लाग्यो र हामी निस्किनु ओहो मेरो दाइ तिन खाना जाम के आउनु के मन पर्दैन के तिन खाना त्यस्तो राम्रो दर्शनमा हाल्नुपर्छ यति त हाम्रो तिन खानामा छ यति प्रकृति छ हामी चाहिँ अघि त्यहाँ छ होइन शिवपुरीको गेट हामी छिरेको यता हो ए त्यतातिर अनि हामी चाहिँ एक राउन्ड त्यो होटल छ नि त्यो होटलबाट माथि हामी त्यो छ नि त्योभन्दा अलिक माथि छ गेट गुम्बा जस्तो छ नि अनि हामी यस्तो घुमेर यता आयौँ गाइस पुरै झरेर यताबाट त्यति गऱ्यो नि यता कुनाबाट धेरै हिँड्यो भने हामी त हामी यस्तो हुन्छ हामी किन यता जाने मर्निङ सुट जाँदा नि हिँड्यो सो होप यु गाइज लाइक द भिडियो एन्ड इफ यु लाइक प्लिज मेक स्योर टु लाइक सेयर एन्ड सब्सक्राइब होइन म किन इङ्ग्लिस बोल्दैछु आई डोन्ट नो यदि मन पऱ्यो भने तल सब्सक्राइब गरिदिनु लाइक गरिदिनु अनि सेयरहरू गरिदिनु होइन अनि यस्तै हो अनि तपाईँहरू पनि जान्छ विष्णुदार इट इज अ भेरी ब्युटिफुल प्लेस भनेर म किन बोल्दैछु आई डोन्ट नो होइन अनि यु आर वन्डरिङ कि यो च्यानल गोर्नर सुसान ढकाल खै आई अल्सो डोन्ट नो विथ द फक इज के भइरहेको गाइज आई डोन्ट नो होइन मैले अलिक छिटै डरे अब सो हामी सिनेमेटिकहरू बनाएनौँ किनकि मैले बनाएको थिएन गाइज सिनेमेटिक तर त्यहाँ होइन सुशान्तलाई गीतहरूसँग थियो लाज लाग्छ त्यही भएर होइन अनि त्यही हो ल बाई बाई अनि लाइक सेयर सब्सक्राइब गर्न सकेन बाई बाई लभ गाइज भन्ने बिर्सेँ गाइज त्यसपछिको भ्लगमा चाहिँ त्यहाँ छैन होइन किनकि होइन मेरो मोबाइलको चार्ज सक्यो किनकि म 40% बोकेर गएको थिएँ त्यति धेरै भ्लग बनाएँ होइन इट्स लकी डे फर अस किनकि त्यति धेरै भ्लग बनाएँ अनि त्यही हो सो बाई बाई वन्स अगेन